हेलो एभ्रिवान, यहाँहरू कसले श्रावणको व्रत लिनुभएको छ। मैले पनि यसपालि चाहिँ श्रावणको व्रत लिएको छु। पहिला मेरो छोरी जन्मिनुभन्दा अगाडि चाहिँ 2-3 वर्ष मैले नछुटाइकन लिएँ। अनि प्रेग्नेन्सी जर्नीबाटै मैले छोडेको थिएँ। पछि नानी जन्मिकन पनि नानीले ब्रेस्ट फिडिङ गर्ने भएकोले चाहिँ शरीर धेरै नै कमजोर हुन्छ नि त, त्यसकारण मैले व्रत लिन चाहिँ सकेकै थिइनँ। अनि यो पालि चाहिँ मैले श्रावण बारेको छु, बट ब्याड लक भनौँ कि के भनौँ, पूजा गर्न भने भएन। अनि आज चाहिँ श्रावणको पहिलो सोमबार। अनि म चाहिँ यति राम्री भएर पहेँलो वस्त्र लगाएर मन्दिर त जान पाइनँ। अब कहाँ जाँदैछु भनेर थाहा पाउनको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। अनि मेरो छोरी पनि कति खुसी भएर जाँदैछिन्। यहाँ आउन पाउँदा चाहिँ मेरो छोरी एकदमै खुसी हुन्छन्। अनि मेरो छोरीको फेभरेट लिस्टमा चाहिँ यो घर र यो घरको सदस्यहरू पनि पर्नुहुन्छ। त्यसमध्ये पनि मुख्य पात्र उहाँ हुनुहुन्छ जो अहिले भिडियोमा देखिरहनु भएको छ। अनि उहाँ चाहिँ मेरो भान्जी। उहाँले हामीलाई मिठो वेलकम गर्नुभयो। अनि हामी लाग्यौँ आजको शानदार डेकोरेसनतिर। डेकोरेसन सदाको झै बबाल गरिएको थियो। बाई द वे, बेलुन मेरो पनि फेभरेट हो, सो बेलुन देखेपछि मलाई मन परि नै हाल्छ। सो यहाँहरूले गेस गरि नै हाल्नुभयो हामी कहाँ आएको रहेछौँ, किन आएको रहेछौँ भनेर। अब जाम आजको हाम्रो मुख्य पात्रलाई भेट्न। आज चाहिँ हाम्रो सुन्दर गजस ब्युटिफुल लेडीको बर्थडे रहेको छ। सो उहाँलाई मेनी ह्याप्पी रिटर्न्स अफ द डे, ह्याप्पी बर्थडे टु यु भन्न चाहे। कुनै पनि फङ्सनहरू नछुटाइकन हामीलाई चाहिँ इन्भाइट गरिदिनुहुन्छ अनि हामी भेट्ने मौका पाउँछौँ, रमाउने मौका पाउँछौँ। सो यहाँलाई थ्याङ्क यू सो मच। पोहोर पनि हामीले यसरी नै बर्थडे सेलिब्रेट गरेको थियौँ। अनि मैले भिडियो बनाएर हालेको थिएँ। अनि ठ्याक्कै आज बिहान चाहिँ मेरो फेसबुकमा आएको थियो। अनि मैले फुल भिडियो हेरेँ, कस्तो रमाइलो लागेको। यस्तो रमाइला पलहरू फेरि हाम्रो जिन्दगीमा फर्केर आउँदैनन्। सो म चाहिँ हरेक रमाइला पलहरू, खुसीका क्षणहरू चाहिँ भिडियोमा क्याप्चर गरिहाल्छु, ताकि पछि हामीले यस्तो रमाइलो गरेको थियौँ भनेर एउटा सम्झना रहोस् भनेर। जिन्दगीको के भरोसा, भोलिको दिनमा कोही कहाँ पुग्ला कोही कहाँ पुग्ला। अनि यहाँ हाम्रो नानीहरू चाहिँ डान्स गर्दैछन्। ल हेरौँ है त उनीहरूको डान्स। त्यसपछि हाम्रो दिदीबहिनीहरू पनि आइपुग्नु भयो। अहिले 1 घन्टा मेरो चाहिँ बजारमा अलिकति काम भएकोले म चाहिँ अलिक अगाडि नै आएको थिएँ। सो हामीले चाहिँ उहाँहरूलाई नै वेट गरेर आएको थियौँ। यहाँहरू पनि बर्थडे इन्जोय गर्नुहोला। यति भन्दै म पनि बिदा हुन चाहन्छु। ओके, बाई बाई, इन्जोय द भिडियो, किप वाचिङ, किप सपोर्टिङ।